नमस्कार, स्वागत गर्न चाहन्छु आजको यस मेरो नयाँ भिडियोमा। आजको यस भिडियोमा म तपाईहरुलाई बताउने छु आफ्नो ल्यापटप अथवा कम्प्युटरमा चाहिँ कसरी गुगलको लोगो डिजाइन गर्ने। भेरी इजी छ। यदि तपाईहरुले चाहिँ यो भिडियोलाई लास्टसम्म हेर्नुभयो भने मात्रै पनि आफ्नो कम्प्युटर अथवा ल्यापटपमा चाहिँ सजिलै गुगलको लोगो डिजाइन गर्न सक्नुहुन्छ। सो भिडियोलाई स्टार्ट गरौँ। सबैभन्दा सुरुमा आफ्नो कोरल ओपन गर्ने। कोरल ओपन गरिसकेपछि हाम्रो यस्तो इन्टरफेस खुल्छ। अनि कोरल ओपन गरिसकेपछि हामी यो बीचमा रहेको पेज बोर्डरलाई हटाउनु पर्छ। यो हटाउनको लागि किबोर्डमा रहेको Alt V बटन प्रेस गरेपछि हाम्रो पेज बोर्डर हटिहाल्छ। सो पेज बोर्डर हटाइसकेपछि अब हामी जानुपर्छ इलिप्स टुल लिन। सो इलिप्स टुल लिन लागि यहाँ जाने अथवा सर्टकटमा इलिप्स टुल लिनको लागि चाहिँ किबोर्डमा रहेको F7 बटन प्रेस गरेर पनि लिन सकिन्छ। सो F7 बटन प्रेस गरेर म चाहिँ इलिप्स टुल लिए। इलिप्स टुल लिइसकेपछि किबोर्डमा रहेको कन्ट्रोल बटनसँग यसरी ड्र्याग गर्ने। सो यति बनाइसकेपछि हाम्रो माउसको पोइन्टरलाई चाहिँ हामी यो पोइन्टमा लाग्नुपर्छ। हाम्रो माउसको पोइन्टर यस्तो हुनुपर्छ। सो अब चाहिँ हामी किबोर्डमा रहेको शिफ्ट बटनसँग भित्र पसाल्ने यसरी भित्र पसाले अनि छोड्दाखेरि राइट क्लिक गरिदिने। सो यति भइसकेपछि अब हामी जानुपर्छ रेक्टेंगल टुल लिन। सो रेक्टेंगल टुल लिनको लागि जानु पर्यो यहाँ। सो हाम्रो इलिप्स टुलको माथि हुन्छ रेक्टेंगल टुल। यदि रेक्टेंगल टुललाई पनि सर्टकटमा लिन चाहनुहुन्छ भने किबोर्डमा रहेको F6 बटन प्रेस गरेर पनि लिन सकिन्छ। सो मैले चाहिँ रेक्टेंगल टुल सिलेक्ट गरे अनि यसरी ड्र्याग गर्ने। यति भइसकेपछि अब हामी जानुपर्छ पिक टुल लिन। सो पिक टुल लिनको लागि यहाँ पनि गएर लिन सकिन्छ। सबैभन्दा माथि नै हुन्छ हाम्रो पिक टुल, अथवा किबोर्डमा रहेको स्पेस बटन प्रेस गरेर पनि पिक टुल लिन सकिन्छ। सो पिक टुल लिइसकेपछि अब यसमा हामी कलर हाल्छौँ। सो सबैभन्दा सुरुमा म यो बीचको गोलोलाई सिलेक्ट गरे। यसमा एकचोटि क्लिक मात्रै गर्ने। सो क्लिक गरेपछि हाम्रो आफै सिलेक्ट भइहाल्छ। सो अब यसमा कलर हालौँ। यसमा हाल्नुपर्छ हामी रेड कलर। सो यसमा रेड कलर हाले अनि हाम्रो अर्को ठुलो गोलो छ यसमा पनि क्लिक गर्ने। यसमा हामी हाल्छौँ ब्लू कलर अनि हाम्रो यो रेक्टेंगल छ यसमा हामी हाल्छौँ ब्लू कलर। सो यति भइसकेपछि अब हामी जाने यो ठुलो गोलोलाई चाहिँ क्लिक गर्ने अनि किबोर्डमा रहेको शिफ्ट बटनसँग यो सानो गोलोलाई पनि क्लिक गर्ने। मतलब दुईटै गोलोलाई सिलेक्ट गर्ने। सो दुवैलाई सिलेक्ट गरिसकेपछि हामी चाहिँ यहाँ जानुपर्छ। सो यहाँ देखिन्छ हाम्रो फन्ट मेनुज ब्याक भन्ने अप्सन। सो यसमा क्लिक गरिदिने। क्लिक गरेपछि हाम्रो यस्तो हुन्छ। सो यति बनिसकेपछि अब हामी यो रेक्टेंगल टुललाई क्लिक गर्ने। अब यसको डुप्लिकेट गर्नु पर्यो। सो डुप्लिकेट गर्नको लागि कन्ट्रोलसँग डी बटन प्रेस गरेपछि हाम्रो डुप्लिकेट भइहाल्छ। सो अब किबोर्डमा रहेको अप डाउन एरोसँग यसरी मिलाउने। सो ठ्याक्कै यसको माथि राख्नु पर्यो, यसरी बाहिर निकाल्ने। सो यति भइसकेपछि यसको कलर हामी चेन्ज गर्छौँ। सो यसमा हामी हालिदिन्छौँ रेड कलर। सो रेड कलर हालेँ म यसमा। अब हामी फेरि यो ठुलो गोलोलाई सिलेक्ट गर्ने। एकचोटि क्लिक गरेपछि हाम्रो सिलेक्ट आफै भइहाल्छ। सो अब शिफ्टसँग चाहिँ यो रेक्टेंगललाई पनि क्लिक गर्ने। अब फेरि हामी जानु पर्यो यहाँ ब्याक मेनुज फन्ट भन्ने अप्सनमा। सो यसमा क्लिक गरिदिने अनि फाइनली हाम्रो यस्तो भइसकेको छ। अब यति बनिसकेपछि अब हामी जानुपर्छ यहाँ नाइफ टुल लिन। सो नाइफ टुल लिनको लागि जानु पर्यो यहाँ पिक टुलको तल हुन्छ हाम्रो नाइफ टुल भन्ने अप्सन। सो नाइफ टुलमा क्लिक गर्ने। नाइफ टुलमा क्लिक गरिसकेपछि हाम्रो नाइफ टुल सिलेक्ट हुन्छ। अब यहाँ लगेर यसरी काट्ने।
सो अब किबोर्डमा रहेको स्पेस बटन क्लिक गर्ने अनि किबोर्डमा रहेको डिलिट बटन प्रेस गरेर डिलिट हानिदिने। सो अब यहाँ क्लिक गर्ने, यसमा अब कलर हामी चेन्ज गर्छौँ। सो यसमा हाल्छौँ हामी रेड कलर अनि यसमा हाल्छौँ हामी येल्लो कलर अनि फाइनली यसमा हालिदिन्छौँ हामी ग्रीन कलर। सो फाइनली हाम्रो गुगलको लोगो डिजाइन भइसकेको छ।